नमस्कार मित्रहरू। अहिले जुन हाम्रो काठमाडौँमा प्रब्लम छ नि पार्किङको, मान्छेहरू पार्किङ गरेर जान्छ हैन, छोडिदिन्छ किनकि डर छैन पुलिसको। पार्किङ गरेर गयो अनि कतिखेर आउँछ ठेकान हुँदैन, त्यो पनि रङ ठाउँमा पार्किङ गरेर। पुलिस आउँदा के गर्छ, त्यो लक लगाइदिन्छ हैन, अनि ऊ पनि चल्दिन्छ। यसमा के प्रब्लम हुन्छ भने जब फर्केर आएपछि इमर्जेन्सी छ भने गाडीमा लक हुन्छ हैन, अनि उसलाई बोलाउनु पर्यो आउनु पर्यो, त्यो झन्झट कुरा छ कि त्यो गर्ने होइन कि लक हान्ने होइन के गर्ने भन्दा फाइन कति हुनुमा कमसे कम 10,000। जबसम्म कडा नियम हुँदैन नि जनता सुध्रिनेवाला छैन। कडा भन्दा कडा नियम हुनुपर्छ, किनकि हामी खुल्लामा हिँड्ने मान्छे बनिसकेको छौँ। नेपालमा कुनै नियम छैन, सिस्टम छैन हैन, त्यो खुल्ला साँढ जस्तो हो, मान्छेलाई जे मन लाग्छ त्यही गर्छ। त्यही भएर त्यसको लागि त्यही गर्नुपर्छ। 10,000 फाइन हानेपछि नि एकचोटि जसलाई हानेपछि त्यो जीवनमा फेरि रङ ठाउँमा पार्किङ गर्दैन। यही हो सल्युसन, अरू कुनै सल्युसन छैन। त्यो लकस्टक हानेर केही छैन, सरकारलाई केही फाइदा छैन हैन। फाइदा के हुन्छ, जब फाइन आउँछ सरकारको ढुकुटी पनि बढ्छ र जनता पनि सचेत हुन्छ, धेरै फाइन छ हैन, यताउता पार गर्नु हुँदैन। त्यही हो एउटा सल्युसन। जय नेपाल।